सो हेलो एभ्रिवान वेलकम टु भगवत गीता सिरिज र यो चाहिँ एपिसोड 2 हो। सो त्यही भएर तपाईँले हेर्नुभएको छैन भने चाहिँ एपिसोड 1 हेर्नु होला। त्यहाँ चाहिँ मैले कन्टेक्स्ट भनेको छु गीता कहाँबाट सुरु भयो भनेर। सो अब चाहिँ हामी जाँदैछौँ वारतर्फ। सो वारको पूर्व सन्ध्यामा चाहिँ के हुन्छ भन्दाखेरि म तपाईँलाई एक्सप्लेन गरिहाल्छु। फर्स्ट च्याप्टर हामीले हेर्दाखेरि चाहिँ फर्स्टमा चाहिँ केबाट सुरु हुन्छ भन्दा धृतराष्ट्रले सञ्जयलाई सोध्छन् धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव मामका पाण्डवशैव किम करोतु सञ्जय। सो कुरुक्षेत्रमा युद्धको लागि तत्पर जुन पनि सेनाहरू हुनुहुन्छ र मेरो छोरा र मेरो पाण्डुको छोराहरू उहाँहरूले चाहिँ के गर्दै हुनुहुन्छ त भन्ने कुरा चाहिँ क्वेसन सोध्नुहुन्छ। र तपाईँलाई के जिज्ञासा लागिरहेको होला भने चाहिँ सञ्जय र धृतराष्ट्र चाहिँ कहाँ छन् र कहाँ बसेर चाहिँ सोधिराखेको छन् भन्दाखेरि चाहिँ सञ्जय र धृतराष्ट्र दुवैजना आफ्नो प्यालेसमै छन् र धृतराष्ट्रलाई दृष्टिविहीन भएको कारणले गर्दाखेरि चाहिँ उहाँले चाहिँ हेर्न सक्नुहुन्न। सो त्यही भएर चाहिँ सञ्जयसँग चाहिँ उहाँले सोधिराख्नु भएको छ। सञ्जयलाई चाहिँ वेदव्यासजीले चाहिँ दिव्य दृष्टि दिनुभएको छ, जसको कारणले गर्दाखेरि चाहिँ प्यालेसमा हुँदाहुँदै पनि महाभारतमा के भइरहेको छ भनेर चाहिँ उहाँले लाइभ भनौँ न अहिलेको लाइभ टेलिकास्ट जस्तै उहाँले चाहिँ हेर्न सक्नुहुन्छ। सो डाइरेक्ट चाहिँ धृतराष्ट्रलाई किन नदिएको भन्ने पनि तपाईँको मनमा क्वेसन होला, किनभने चाहिँ उहाँ आफैले चाहिँ म यस्तो ब्लड सेट चाहिँ हेर्न सक्दिनँ आफ्नो छोराहरूको। सो त्यही भएर चाहिँ सञ्जयलाई बरु दिनु म छुन्छु भनेर चाहिँ उहाँले भन्नुभएको हुन्छ है। सो त्यो कथनपछि चाहिँ यहाँ के भएको छ भन्दाखेरि चाहिँ अब जस्तै डिफ्रेन्ट योद्धाहरू चाहिँ डिफ्रेन्ट भ्यूमा भनेको मतलब डिफ्रेन्ट फर्मेसनमा चाहिँ वारको लागि चाहिँ रेडी भइरहेका छन् र डिफ्रेन्ट ठुल्ठुलो योद्धाहरू चाहिँ हाम्रोमा छन् भन्ने कुराहरू चाहिँ दुर्योधनले चाहिँ आफ्नो जुन चाहिँ सेनापतिलाई भनिरहेको हुन्छ। त्यहाँ चाहिँ के भइरहेको छ भन्दाखेरि बेसिकली दुर्योधनले चाहिँ आफ्नो यो एरियाको चाहिँ सोर्ट एनालाइसिस गरिरहेको छ। के कुरामा चाहिँ आफ्नो स्ट्रेन्थ छ, के चाहिँ हाम्रो विकनेस छ, अरू भनौँ न अपोनेन्टसँग चाहिँ के छ र हामीसँग चाहिँ के छ भन्ने कुरा चाहिँ उहाँले एक्सप्लेन गर्दै हुनुहुन्छ। र आफ्नो स्ट्राइकर भीष्म उहाँले चाहिँ स्पेसल्ली चाहिँ यहाँ के भन्नुभएको छ भन्दाखेरि चाहिँ 1.11मा चाहिँ भीष्म पितामहलाई चाहिँ बिचमा राखेर उहाँले चाहिँ सपोर्ट गर्ने तरिकाले चाहिँ हामीले भ्यू निर्माण गरेको छौँ र त्यही तरिकाले चाहिँ हाम्रो स्ट्राटेजी चल्छ भनेर चाहिँ उहाँले भन्नुभएको छ। र यो भइसकेपछि चाहिँ श्रीकृष्णले पनि अर्जुनलाई चाहिँ ल के छ केटी हेर तिमी पनि आफ्नो भनौँ न को अपोनेन्टहरू छ भनेर चाहिँ भन्नुहुन्छ। त्यो बेला चाहिँ अर्जुनले चाहिँ मलाई एकचोटि यो दुईजना जुन चाहिँ अब जस्तै यतापट्टि र यतापट्टि दुईवटा पक्ष भयो त्यसको बिचमा चाहिँ मलाई एकचोटि लगिदिनुहोस् भनेर चाहिँ अर्जुनले रिक्वेस्ट गर्नुहुन्छ। सो त्यो रिक्वेस्ट गरिसक्नु भएपछि चाहिँ हाम्रो श्री भगवान्ले चाहिँ उहाँलाई बिचमा लानुहुन्छ। सो त्यो गइसकेपछि हाम्रो अब अर्को च्याप्टर आउँछ। त्यहाँ चाहिँ अब बिचमा लानुको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ अब नर्मली हाम्रो लाइफसँग पनि हामीले ट्याली गर्छौँ भने त्यो चाहिँ बर्ड्स भ्यू चाहिँ हो होइन। सो हाम्रो प्रब्लमहरू चाहिँ लाइफमा हामीले के फेस गर्छौँ त्यो प्रब्लमहरूलाई चाहिँ बिचमा गएर यानि एउटा बर्ड्स भ्यूबाट चाहिँ नजिकबाट चाहिँ एकचोटि हेर्नुपर्ने हुन्छ के प्रब्लम भइरहेको छ र त्यो प्रब्लमलाई चाहिँ कसरी सर्ट आउट गर्न सक्छ अर कुन चाहिँ प्रब्लम चाहिँ हामीले एक्चुअली फेस गरिरहेको छौँ त। सो कतिजना मान्छेले चाहिँ लडिरहेको हुन्छ तर कसलाई लडिरहेको हुन्छ कोसँग लडिरहेको हुन्छ त्यो नै थाहा हुँदैन। सो अर्जुनले चाहिँ यहाँ चाहिँ हामी सबैलाई चाहिँ के शिक्षा दिनुभएको छ भन्दाखेरि चाहिँ हामीले चाहिँ हरेक प्रब्लमलाई चाहिँ पहिला राम्ररी हेर्नुपर्ने हुन्छ। सो प्रब्लममा नै सोल्युसन लुकेको हुन्छ भन्ने कुरा चाहिँ हामी यहाँबाट बुझ्न सक्छौँ। र त्यसपछिको कन्भर्सेसन चाहिँ म अब अर्को एपिसोडमा भन्दैछु। सो त्यही भएर चाहिँ स्टे ट्युन र अर्को एपिसोड पक्कै हेर्नु होला। राधे राधे।